वेलकम ब्याक टु माई युट्युब च्यानल सन्तोष भट्टराई। एक हप्तापछि म आइसकेको छु। मेरो बुढालाई चाहिँ भ्लग बनाइदिनु ल घर गएको बेलामा भनेको। मैले अस्ति भनेको थिएँ नि तपाईँहरूलाई मसँग मोबाइल छैन भनेर, नि भ्लग बनाइदिनु ल भनेको। लाज लाग्छ अरे, बनाउनु हुन्न अरे। उहाँ घरमा त्यत्रो ड्राइगनहरू पाकेको थियो, के पाएको थियो। यसो घरमा गएपछि कन्टेन्टै कन्टेन्ट बनाउनु पर्दैन। लाज लागेर नबनाउने अरे। अनि नानीलाई एक बोरा आँप ल्याइदिनु भएको थियो। यो चाहिँ गाउँबाट पठाइदिनु भएको हामीलाई। मम्मीले उताबाट अर्को झोला ल्याउनै बिर्सेछ आँपको। मम्मीले अनि त्यो चाहिँ हाम्रो घरको, त्यो चाहिँ घरको काँचो रह घरको। अनि यो चाहिँ हामीलाई कृष्ण दाइले पठाइदिनु भएको अरे, छिमेकी दाइले। यो चाहिँ नानीलाई खान्छ लग्दै भन्नुभयो अरे, अनि पठाइदिनु भएको। हेर्नु न कस्तो मजाले पाएको छ, पुरै पहेँलो। हेर्दै खाम परेको छ। म चाहिँ यहाँ छान्दैछु, बाइकमा हालेर ल्याउनु भएको नि त। एक बोरा ल्याउनु भएको थियो पुरै। खाने हो? खाने नि, आँप भेटेको नखानु। खाने भन्ने भन्नुहोस् है। यहाँ हेर्नु म काटेछु। अघि हेर्नु यहाँ कति आँप थियो, मैले सब थन्काइसकेँ। खाने भने सम्पर्क गर्नुहोस् है हामीलाई। कति दिनको लागि राखेकी? कति दिनको लागि? अब नानीले कति दिन पुर्याएर खान्छ। एक दुई दिनमा पनि सक्न सक्छ। खाइदिउँ। गाडी आउला है, गाडी सामान अहिले आइपुग्छ। 4 बजेतिर आइपुग्ला नि। साथीहरू खाए ल नसाउने। अनि घरबाट मम्मीले पठाइदिनु भएको नाति बुहारीलाई माया गरेर यहाँनिर राखे। छोरोलाई होइन, नाति बुहारीलाई। छोरोले त घरमै खाएर आइहाल्नु भने टन्नु। यहाँ पनि छ। ए मेरो एउटा भ्लगमा मेरो एउटा देखाउनै राखी छ, देखाइदिनु त। के के हो यो? के हो साथीहरू गेस गर्नु त। यो कि मैले दानै हालेको भए चाहिँ यस्तो माथि आउँदैन थियो रहेछ यति छिटो होइन, पछि आउने रहेछ होइन। मैले युट्युबमा हेरेँ, युट्युबमा यस्तो फुटाएर हाल्नु भनेको थियो नि त। कहिले हालेको छैन। अब बाहुनको बुहारी उपाध्याय, बाहुनको बुहारी यस्तो चिजहरू हालेकै छैन। अनि युट्युबमा हेरेको, युट्युबमा फुटाएर जे कुराहरू पनि फुटाएर क्या, अङ्गुरहरूको हेरेको, अङ्गुर स्याउहरू जे कुरा पनि फुटाएर हालेको थियो। अनि मैले नि यो फुटाएर हालेको भएर 2-3 दिनमै यस्तो छुट्टिहाल्यो क्या। चिनी हालेको छु यहाँ। अनि चिनी र अनि त्यो के अरे इस्ट के अरे हो त्यो हालेको छु। त्यति। अब 1-1.5 महिनापछि खानुपर्छ ल साथीहरू, चाख्नुपर्छ। यो जुस हो नि त, फलफुल हो क्या यो जुस, फलफुलको जुस हो नि त यो, आल्साको त हो। अनि खानुपर्छ ल, मिठो हुन्छ। अनि यहाँ सुन्नु, तपाईँहरूले भिडियो हेर्नुभन्दा अगाडि चाहिँ सुरुमा यस्तो लाइकको बटन थिच्नु। तपाईँहरू नत्र हेर्दै म लाइक गर्छु भन्दा भरे हेरिसकेर बिर्सिनुहुन्छ क्या। त्यही भएर सुरुमै लाइकको बटन थिच्नु, अनि भिडियो हेर्न थाल्नु ल। अनि म पहिलोचोटि हो, म अस्तिदेखि डेली भ्लग बनाउँछु, 5 बजे पोस्ट गर्छु भनेको थिएँ नि त मैले तपाईँहरूलाई। अनि मेरो मोबाइल छैन भनेको थिएँ। अनि म सन्तोषको मोबाइलबाट बनाउने हो। अनि सन्तोषले मोबाइल लिएर हस्पिटल जानुभएको थियो। अनि मैले हस्पिटलतिर गयो भने भ्लग बनाइदिनु ल भनेर भनेको थिएँ। तर मेरो बुढोलाई लाज लाग्यो अरे, बनाउनु भएन। अनि त्यही भएर आज चाहिँ मोबाइल आइपुग्यो, मेरो हातमा पर्यो मोबाइल। अनि त्यही भएर अब आजदेखि चाहिँ तपाईँहरूले डेली भ्लग हेर्न पाउनुहुन्छ 5 बजे। तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन, सब्सक्राइब गर्नु। मैले भ्लग पोस्ट गर्ने बित्तिकै तपाईँहरूको युट्युबमा बेल आइकन के घन्टी बज्छ। अनि घन्टी बजेपछि तपाईँहरू भ्लग हेर्नु। अनि त्यस पछाडि अलिक पछि यो खाना आउनु, अनि खानुपर्छ। अब मेरो छोरो लिन जाने बेला हो। आज छोरोले के भन्दै गएको छ भने, मामु म 5 बजे आउँछु, खाजा रेडी गरिदिइराख्नु। अनि आज बाबा पनि आउनुहुन्छ। अनि म गोल खेल्न जाने अरे नि, आज गोल सिक्न जाने अरे, नानी पुऱ्याइदिनु। अनि माथिबाट गर्नु न त, मेरो आँखा बलिसक्यो त्यो। अनि छोरोलाई 5 बजे तपाईँले लगिदिनु पर्छ गोल हेर्न, सिक्न, बुझ्नुभयो?
अनि आज छोराको गोल पनि आएको छ। छोराको रियाक्सन हेर्नुपर्छ र भरे जर्सी गोल दिन्छु कि म। उसको बाबाले ल्याइदिनु भएको। अनि तपाईँहरूले रियाक्सन हेर्नु ल छोराको कस्तो हुन्छ। फुर्किन्छ ऊ एकदम खुसी हुन्छ उसको रियाक्सन हेर्नु ल भरे। अहिले म छोरो लिन जान्छु। तपाईँहरूलाई म छोरो लिन गएको नि भिडियो बनाएर हाल्छु ल। नानीको म स्कुल कस्तो बाटो लिन जान्छु म देखाइदिन्छु ल, पाहाडको बाटो। अनि 5 बजे चाहिँ मेरो भ्लग हेर्नु। सबैजनाले लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। अनि म चाहिँ अब छोरा लिन जान्छु। हेर्नु साथी फुल हाम्रो नानी लिन जाने बाटो उकालो। कसले यहाँ त बाटो राम्रो बनाइदिनु भएछन्। हया गले माथिबाट आएको हाम्रो दोकान सन्तोषहरूले दिन्छ बाइकबाट। मम्मा नानी लिन गएको। गले उकालो चढेर एकैछिनमा पुगिन्छ 2 मिनटमा। काँक्राबारी हेर्नु, ताल हेर्नु, राजारानी ताल। नानीको स्कुल फोहोर डढाउनु भएछ। नानीको स्कुलमा पुगेर भेट्छु ल। के गरेको त ज्याकेट चाहिँ नानी ट्युसन पढ्यो अरे होइन। आज चाहिँ के गरेको लुगा यस्तो? अरू बेला त राम्रो हुन्थ्यो त। मजा आयो? खाजा सबै खायौ? किन त्यसरी बोकेको ब्याग? कसको ब्याग हो? पोनालिसको। लु हिँड हिँड उता तलबाट तिमीलाई चप्पल ल्याइदिनु भएको छ ल। चप्पल किन्दै जाउँ ल। ल बिस्तारै अस्तिको जस्तै लडिन्छ नि। यहाँ त यस्तो बाटो अप्ठ्यारो छ। नानी अस्तिको जस्तै लडिन्छ है बिस्तारै ल। यहाँ हेर, यहाँ माथि हेर, यहाँ हेर न, यहाँ ला खोइ हराएछ। अब तिमी के हेर्न चाहन्छौ? नानी उयो किचन ऱ्याक खोला त के छ? हो त किचन ऱ्याक खोला त। लु बन्द गर। कति छ नानी? कति छ? बाबा यो बोक्नु त म ल्याउँछु। कति बस्छ ल। बाबाले लुकाइदिनु भएछ नानी ट्राई गर्न अझै थियो। राखिदे नि, फ्रिजमा हालिदिएको छु बिग्रिन्छ भनेर। अनि उता छैन पाएको? हेर त म पहेँलै त्यहाँ 1 आरी, यहाँ 2 आरी, 3 आरी पाएको। आँखा चिम्मा गर। ह्याप्पी खुसी खुसी। पम्प त अब लाउनु भयो। अनि खुसी खोइ। अनि खुसी भएको रियाक्सन। अब मिलन अंकलको बटन अब लुगा खोलेर खै। अनि गोल हेर्न जान्छु। बाबा है गोलमा चौरी लान्न है भन्दै चिलाएर हेर्न यहाँ मर्न। चिलायो त बाइकमा गर्मीले क्या आएर जाने भनेर गरेको छ। होमवर्क भर्याएर गर्ने रे। तलको गर्मीले यहाँ चर्याउनु थालो। अब यो खोला र बाबा मेरो गोल नै एक्लै खेल्नु।
कहाँबाट अब के यो भेस्टकट लाउने नानी यो त ठुलो रहेछ भेस्टकट त तिमीलाई कि यो चाहिँ कुनै उयसको जर्सी होइन कि साथीहरू यो हाम्रो सन्तोषको दाइले हामीले सामान ल्याउने दाइले खोल्नु भएको छ क्या यस्तो जर्सीहरू पाउने भेस्टहरू सबै पाउने अनि उहाँले दिनुभएको अरे नानीलाई अनि ल्याइदिनु भएको रहेछ तर हाम्रो नानीलाई ठुलो हुन्छ कुन ब्रान्डको भेस्ट निकालेर ब्रान्डको नाम देखा त यो भेस्टमा त यस्तो जर्सीमा लेखेको छ अनि तर हाम्रो नानीलाई नि ठुलो हुन्छ है मित्र ब्रान्ड मित्र तर हाम्रो नानीलाई नि यो चाहिँ इटरीमा छ है नानी यो ठुलो हुन्छ अहिले नलगाउँ ल ठुलो हुन्छ ए गोल खेल्न जाँदा चाहिँ के फुइना त्यसरी बाबुले के भन्नुहुन्छ फुइना देखाउनु त कट्टु लाउनै नपर्ने रहेछ जर्सी लाउनु नज्यादा न अर्को अस्ति किरण चेम्जुङले दिएको यसरी भित्र छिराउँछ ओइ भयो अनि कट्टु पनि यति लामो हुन्छ नि त लाइदे कट्टु पनि लाइदिएर दादाले अर्को साललाई पनि हुने गरी ल्याइदिनु भएको अरे यो त अर्को साल होइन कति 10 वर्षको हुन्छ 11 वर्षको हुन्छ यो चाहिँ किन यो कुनै पनि उयसको होइन यो चाहिँ भेस्ट लगाएपछि कट्टु लाउनै नपर्ने रहेछ यस्तै भयो कसले अनि त्यहाँ ऊ छ त हिजार इजाजमा पनि हुँदैन रहेछ हुँदैन नानी नलगाऊ ल वहाँ पुगेर आउनुपर्छ अहिले कोठा हुन त सुहायो भने चाहिँ तैँले खोल्न जान्दै माथि गर्दा हात माथि गर यता हेर लु खै कस्तो भयो राम्रो खुसी सबको त झन् यहाँसम्म पुग्नेवाला छ र मेरो छोरो चाहिँ चौरी नगइ नसक्ने अनि चौरी गएर अनि हेर चौरी गएर अनि उसको साथी भेटिहालेछ रुसेल अनि रुसेलसँग गोल खेल्दैछ डेङ्की गोल खेलेर अनि उसको बाबाले चाहिँ पुर्याइदिएर छोडेर आउनुभयो अब भरे कोसँग आउँछ पनि अनि मेरो छोरो पनि स्कुलबाट आइसक्यो अनि छोरो चौरी पनि गइसक्यो अनि म चाहिँ भात पकाउनु पर्छ अनि आजको ब्लग चाहिँ यति नै अब भोलिको ब्लग हेर्न नबिर्सिनु होला है त ओके गाइज बाई बाई सबैजनाले लाइक कमेन्ट गरिदिनु होला बाई भोलि भेटौँला